नमस्कार, आज हो मेरो विन्टर बलको डे 61 र आज म ट्रेन गर्नेछु लेग शोल्डर। बिहान उठेर युट्युब चेक गरेको 100 सब्सक्राइबर पुगिसकेको रहेछ। सो थ्याङ्क यू सो मच युट्युब फ्यामिली। होप इन्स्टाग्राम र फेसबुकमा पनि छिटै पुग्नेछ। बिहान एकजना ब्रदरसँग मेसेजमा हाइटको बारेमा डिस्कस भयो। तपाईहरुको मनमा लागेको क्वेशन सोध्नु छ भने मलाई डीएम गर्न सक्नुहुन्छ। मैले 1 वर्षमा जाने बुझेको कुराहरु तपाईलाई शेयर गर्नेछु। बिहान 9 बजे गार्लिक जिन्जरसँग तातो पानी पिए। आज घाम लागिरहेको छ। जौलाइन र फेसको स्ट्रेचिङ गरे। 10 बजे रोटी बनाए प्रिमिलको लागि र 11:30 मा प्रिमिल खाए। आजको वर्कआउट प्लानहरु यस्तो रहेको छ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। लेगको लागि बारबेल स्क्वाटको 3 सेट, रोमानियन डेडलिफ्टको 2 सेट, ग्लुट्सको 1 सेट र शोल्डरको लागि शोल्डर प्रेसको 3 सेट, ल्याटरल राइजको 2 सेट, फेस पुलको 1 सेट र इन्डमा काफ राइजको 3 सेट लगाएर आजको वर्कआउट सके। 10 मिनेटमा स्ट्रेचिङ गरेर क्रेटिन र कोला खाए। 1 घण्टापछि पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट खाए। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिए र 5 बजे म गए वकमा। र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गर्दिन नभुल्नु होला। थ्याङ्क यू सो मच एन्ड लभ यु अल र भोलि भेटौँला।